नमस्कार नमस्कार नमस्कार। नमस्कार। के कहाँबाट आउनुभयो? यस्तो घुमेर आएको तराइमा पुगेर। भाइको नाम लिनुहोस्। मेरो शुभ नाम मिस्टर सत्यन भण्डारी। केही छैन। मेरो नाम शुभ नाम चाहिँ नवीन सेजवाल, केही नेपालगञ्ज म्युनिसिपालिटी वार्ड नम्बर 10 नन्दपनथोल। म चाहिँ फ्रम दाङ हो अहिले चाहिँ कार्यरत मलेसियाको चाहिँ कुआलालम्पुरमा कार्यरत। भन्दा चाहिँ अहिले 22 वर्षदेखि भयो हजुर है, नहाँसिदिनु होला। यो मलेसियामा 22 वर्ष के गर्छ अहिले भन्नुहुन्छ होला, तर त्यसो होइन। तर पारिवारिक अवस्थाले गर्दा भाइको फोटो बच्चा पढाउनुको लागि चाहिँ बसेर आएको। अब धेरै छैन, केटाकेटीले पढाइ लगभग सक लाग्यो, अब शिक्षित लाग्यो, अब धेरै बसाइ छैन। अब अहिलेसम्म बसाइ चाहिँ राम्रो भन्नुपर्छ है, राम्रो छ। अब कमाइ त जति पनि पुग्दैन होइन, सबभन्दा आत्मसन्तुष्टि हो। बच्चालाई पढाउन नुन तेललाई चाहिँ पुगेको छ भनौँ न, पुगिरहेको छ। अरू खै भाइहरूलाई कस्तो छ, बाबुलाई कस्तो छ त्यति त थाहा भएन, तर अब राम्रै होला जस्तो छ अहिलेसम्म, ठिकै छ। सबै राम्रै छ। सबभन्दा बेस्ट यहाँ भनेको चाहिँ नि इन्भाइरोमेन्ट, त टेम्परेचर अति राम्रो। लोएस्ट भनेको 26, 27, हाइएस्ट भनेको 32 डिग्री सेल्सियस। टेम्परेचर धेरै राम्रो छ यहाँ बस्नुको लागि। र कुआलालम्पुरमा सेफ पनि धेरै राम्रो छ, सेफ्टी पनि छ यहाँ। ओभरअल चाहिँ राम्रो छ भन्नुपर्छ, अहिलेसम्म राम्रै छ। अनि अब नयाँ आउने युवाहरूलाई चाहिँ तपाईँ के भन्न चाहन्छ जो मलेसियामा आउनु? नयाँ आउने युवाहरूलाई फर्स्ट अफ अल सबभन्दा बाहिर आउनु राम्रो होइन, सब देशमै के गर्नु राम्रो हो। होपफुल्ली अब न्यू गभर्मेन्टले के गर्छ होला, त्यही भएर चाहिँ अब लगभग अलमोस्ट 2/3 मेजोरिटी नेपाली जनताले दिएछन्। 182 होइन, 182, 2 सिट कम्ती छ 2/3 मेजोरिटीलाई। सरकारले चाहेपछि धेरै काम गर्न सक्छ, तर टाइम लाग्छ। यो सरकारलाई चाहिँ जनताले जिताएर पठाएको होइन, केही गर्ला भनेर पठाएको हो। अरूले नगरे उनीहरूले काङ्ग्रेस, एमाले, पहिला माओवादी, अब अहिले चाहिँ नेपाली कम्युनिस्ट पार्टी भन्छ। यिनीहरूले चाहिँ जनताले यिनीहरूलाई चाहिँ अत्यधिक भोट दिएर पठाए, अहिलेसम्म केही गर्न सकेन यिनीहरूले, यिनी स्वार्थमा लागे। अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले केही गर्छ कि केही गर्ला, यसले गरोस् भनेर चाहिँ नेपाली जनताले चाहिँ अत्यधिक भोट दिएर पठाएका छन्। यसले गर्नुपर्छ। यसले पनि गरेन भनेपछि देश त गयो, डुब्यो। देश त ओह्रालो लाग्ने हो, माथि लाग्ने होइन। सबै राम्रै गर्छ होला, धैर्य गरौँ, सबै साथ सपोर्ट पनि दिउँ। अहिले चाहिँ क्रिटिसाइज नगरौँ, गाली नगरौँ, राम्रै गरोस्, राम्रो लागि हो। अब अहिले अलिकति विवादमा आछ, अहिले यो न्यायाधीशको चाहिँ विवादमा आछ सरकार अलिकति। तर यति हो कि नम्बर 4 ऱ्याङ्किङ 4लाई चाहिँ प्रधान न्यायाधीश बनाएको छ सरकारले। यसलाई अहिले चाहिँ यसलाई विरोध गर्नु हाल्नुपर्ने छैन। तर यसले यो प्रधान न्यायाधीशले चाहिँ जति यो पहिला 32-34 वर्षसम्म चाहिँ जति काण्डहरू भए, भ्रष्टाचार भए, दुनियाँभरि भए, यसलाई चाहिँ छानबिन गरेर चाहिँ एक गरी चाहिँ छानबिन गर्नुपर्छ। एजेन्डाहरू चाहिँ राजसभाको राजसभाको अहिले के छ वो के अरे संसदीय दलको नेता चाहिँ ज्ञानेन्द्र साईले चाहिँ एजेन्डाहरू चाहिँ मिडियामा हालेको छ। त्यो मिडियामा हालेको चाहिँ एजेन्डाहरू सबै चाहिँ एक गरी छानबिन गर्नुपर्छ। जब यो सरकारले चाहिँ यो 5 वर्षभित्र चाहिँ यो सबै छानबिन गरेर चाहिँ यो कारबाही गरोस्, देश त आफै विकास भइहाल्छ। अनि पछाडि आउने चाहिँ पनि सायद नगर्लान्। अनि अलिकति यो सुकुम्बासीको कुरामा चाहिँ यो सरकारले अलिकति अब तहराहरू भत्कायो भन्ने चाहिँ त्यो छ। अलिकति चाहिँ उनीहरूलाई व्यवस्थापन गरेको भए अझ राम्रो हुन्थ्यो। फाल्नु थियो ठिक छ, तर उनीहरूलाई पहिला व्यवस्थापन गरेर हालेको अझ सुन्न सुगुदो हुन्थ्यो, राम्रो हुन्थ्यो। तर यति हो कि यथाशक्य चाहिँ यथाशीघ्र चाहिँ उनीहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ, सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ, ताकि उनीहरूलाई चाहिँ पढ्न पाउन्, बस्नलाई चाहिँ बास पाउन्, खानलाई चाहिँ अलिकति जमिन पाउन्। रेल सुकुम्बासीले है, हुकुमबासीलाई होइन, फेरि हुकुमबासीलाई चाहिँ गाउँमै लग्नुपर्छ। फेरि जहाँतिर चाहिँ गाउँ थियो त्यहाँ नै लग्नुपर्छ।
यति यति सुरुवातमा यति गर्दै पनि चाहिँ अनि धेरै राम्रो के अरे हुन्छ। सुकुमवासीहरूलाई होइन हाम्रो नेपाली नागरिकता नेपाली हो होइन, अनि त्यसलाई चाहिँ दोस्रो दर्जाको नागरिक सरह होइन उसलाई व्यवहार गर्यो भनेर उनीहरूको भनाइ छ। किन यसमा चाहिँ हो। के यो दोस्रो दर्जाको भन्नाले चाहिँ उनीहरूलाई फोटो हेरौँ। अहिले चाहिँ नि देशको नागरिक होइनन् कि भन्ने हिसाबले चाहिँ टराहरू भत्काइदियो क्या सुरुमा भत्काउनु होइन नि त। सुरुमा त उनलाई व्यवस्थापन गर्ने हो, त्यो भत्काउने पछाडि हो, त्यो पछाडि कुरा हो। पहिला उनीहरूलाई उनको चाहिँ नि पहिला नामावली लिने, उनको रेकर्ड लिने, कतिजना छन् सङ्ख्या लिने, कहाँबाट आएर बस्या हुन्थे, कति साल भयो त्यो बसेर आएको, सम्पूर्ण विवरण लिएर उनीहरूलाई चाहिँ उचित ठाउँमा चाहिँ कहाँ राख्दा ठिक हुन्छ उनीहरूलाई सहरमा राख्नुपर्छ भन्ने छैन, गाउँमा भन्ने कहाँ हो, त्यो कुन ठाउँमा जग्गा दिँदा उनीलाई ठिक हुन्छ त्यहाँ पहिला व्यवस्थापन गरेर हाल्दै सुन्न सुगुन हुन्थ्यो। अनि सरी अनि चाहिँ के अरे अहिले के भन्छ भन्दाखेरि सरकारले चाहिँ होइन उनीहरूलाई अर्कै ठाउँमा जग्गा दिने होइन, लाल पूर्जासहित दिने है, उसको पछाडि त्यहाँ घरसर बनाएर बसोबास गर्नलाई दिने। अन्त योभन्दा अगाडि पनि त्यही सुकुमवासीलाई सरकारले एउटा ठाउँ दिएर त्यसैमा के अरे अहिले नै जग्गामा लाल पूर्जा मतलब घर बनाएर दिएको थियो होइन, त्यो आफैले उनीहरूले आफ्नो कमाइले बनाएको थियो। अनि त्यो अहिलेको सरकारले चाहिँ मानेन, त्यही कारणले यो सरकारी जग्गा हो अनि यहाँबाट चाहिँ तपाईँ हटेर हामी यहाँ अर्को चिजहरू बनाउँछ। अनि यही सरकारले पनि सेम यस्तै गरेछ कि अर्को ठाउँमा जग्गा दिने अनि पछि गएर फेरि अर्को सरकार आएर त्यो जग्गालाई पनि यो सरकारी जग्गा हो तपाईँहरू यहाँबाट हट्नु पर्यो भने के यसको विषयमा चाहिँ के भन्नु सक्छ? यो चाहिँ के छ भनेपछि वास्तविक कुरा चाहिँ यो सुकुमवासीहरू त्यहाँ बसिरहेको कति साल भयो त्यो, कति वर्ष भयो त्यो। राजा महेन्द्र चाहिँ 21 सालमा चाहिँ भूमि सुधार लागू गरे। त्योभन्दा पछाडि चाहिने मान्छेहरू धेरै टाढाबाट मान्छेहरू आएर चाहिँ त्यहाँ बसे। कतिपय मान्छेहरूले त्यही ठाउँमा चाहिँ लाल पूर्जा पाए पनि सुने है, आधिकारिक चाहिँ के हो त्यो चाहिँ थाहा हुँदैन होला। त्यही ठाउँमा चाहिँ कतिपय मान्छेहरू चाहिँ लाल पूर्जा पाएको छैनन्। त्यही ठाउँमा चाहिँ कतिपयले पाए, उनी चाहिँ लाल पूर्जा पाए, उनी चाहिँ घर बनाएर बसिरहेछन्। त्यही ठाउँमा कतिपयले चाहिँ लाल पूर्जा पाएनन्। अनि उनीहरूले चाहिँ यत्रो लगभग 25-30 वर्षमा उनीहरूले कमाएर चाहिँ उनीहरूले घर बनाएछन्। उनीहरूले घर बनाउनु पऱ्यो, बस्नुलाई बनाउनु पऱ्यो, उनीहरूले त्यो घर बनाएर बसिरहेछन्। उनी सुकुमवासी हुन् भनेर त्यसलाई फालिदिने त्यो पनि भएन। तिनी त्यहाँ बसेर कति साल कति वर्ष भयो त्यो बसेर आएको। यदि त्यो फालिदिने भत्काइने भनेपछि त्यो क्षतिपूर्ति चाहिँ सरकारले दिनु पऱ्यो नि त। अनि उनीहरूले अरू ठाउँ कसरी घर बनाउँछ उनीहरूले, त्यो क्षतिपूर्ति सरकारले त्यो ब्याउनु पर्यो। त्यही भएर मैले भन्नु खोजेको चाहिँ पहिला उनको उचित व्यवस्थापन गरेर नै त्यो भत्काउनु पर्ने हो। होइन मेरो भनाइ के छ भन्दाखेरि पहिला पनि सरकारले सरकारी जग्गामा उनीहरूलाई बस्नु दियो, अहिले पनि यसलाई यो सुकुमवासीलाई अर्को ठाउँमा सरकारले लाल पूर्जासहित दिएर सरकारी जग्गामै बस्नु दिनेछ भनेको छ होइन। अनि पछि गएर अर्को सरकारले पनि यसलाई सरकारी जग्गा हो होइन, तपाईँ यहाँबाट फेरि हट्नुहोस् भन्दाखेरि चाहिँ उनीहरूलाई फेरि न घर घर न घाटको हुन्छ, पीडाको माथि पीडा थप्छ। फेरि अर्को सरकार पनि ग्यारेन्टी छैन है। यसको विषयमा चाहिँ के भन्नु चाहन्छ? अनि यो चाहिँ तपाईँले जुन सरकारले उठाउँछ उही सरकारले व्यवस्थापन गर्नै पर्छ, अर्को सरकार चाहिँ भर पर्नु परेन। यो अहिले यो सरकार चाहिँ भत्कायो, यो सरकारले व्यवस्था गर्नुपर्छ। अब यो सरकार त 5 वर्षमा त जनताले चाहिँ म्यान्डेट दिएका छन्, 2 म्यान्डेट दिएका छन्। सकभर चाहिँ जनताले नफाल्न अब त्यो राम्रो काम गरिराख्यो भनेपछि र यो सरकारले यथाशक्य चाहिँ तुरुन्त व्यवस्थापन गरोस्। अनि यो सरकारको भन्दाखेरि किन यो सरकारले चाहिँ बढी प्राथमिकता दियो यो सुकुमवासीलाई? सबैभन्दा अगाडि काम चाहिँ यो सरकारको फर्स्ट कामै किन यो सुकुमवासीलाई हटाउने काम भयो? के छ यसको विषयमा भन्नु? योभन्दा अगाडि चाहिँ जस्तो कि रोजगार लिएर या केही विकासको कार्यक्रमहरू होइन पहिला त्यो निकालेर देखाउनु होइन, घोषणाहरू गर्ने त्यो केही पनि भएन। तर सबैभन्दा अगाडि फर्स्ट स्टेपै सुकुमवासीलाई पेल्ने जस्तो कुराहरू मतलब देखायो होइन, गर्यो। अरू काम चाहिँ किन नगरेको स्टार्टिङ गरेको जस्तो कि हाइड्रो पावर, बाटोको होइन केही सम्बन्धी नयाँ प्रोजेक्टहरू। यो मलाई के लाग्छ भने जुन मान्छे चाहिँ जुन ब्याकग्राउन्डबाट आयो नि त्यही मान्छे त्यही काम खोज्छ कि उसले। जस्तो बालेन्द्र शाह चाहिँ काठमाडौँ प्रधानमन्त्री, के अरे काठमाडौँको मेयर, पहिला उसलाई काठमाडौँलाई देखाउनु छ उसले। पहिला सुरुमा ऊ मेयर हुँदा चाहिँ पहिला त्यो सुकुमवासी टरा चाहिँ उनले फाल्न लागेको रहेछ, त्यसपछि जनताले मानेनन्। त्यहाँ ऊ ब्याक हुनु पऱ्यो, जब केन्द्र सरकारले चाहिँ सहयोग गरेन त्यतिखेर भन्ने सुन्नमा आयो।
हजुर त्यसमा पनि धेरै त्यही कारण भएर छ नि त त्यही भएर अहिले चाहिँ त्यसमा खास के हो भने हाम्रो यो जुन खोलाको छेउमा बस्दाखेरि चाहिँ जति नै मान्छे त्यो बाढी आउँदाखेरि चाहिँ होइन अब घरको छानामाथि बस्दा पनि त्यतिखेर गुहार पाएन त्यही कारणले गर्दा बालिन शाहले चाहिँ त्यसलाई चाहिँ पछि भविष्यमा आउँदा फेरि नराम्रो नहोस् भनेर चाहिँ त्यसलाई अर्को ठाउँमा मुभ गर्न लाग्यो अरू केही पनि होइन त्यसको लागि अर्को ठाउँको लागि बस्ने ठाउँ हुनु भनेपछि पर्यो खाली ठाउँमा खाली ठाउँ भन्नाले अब त्यस्तै सरकारी जग्गामा चाहिँ उहाँले चाहिँ अब भन पहिला तिनीहरूको त केही पनि थिएन होइन उनीहरूको लाइसेन्सै थिएन अब त लाइसेन्स उनीहरूलाई चाहिँ लाइसेन्स दिएर लाइसेन्स भयो राम्रो टक्क आफ्नो घर बनाएर चाहिँ लाइसेन्स दिएर चाहिँ आफ्नो लाल पूर्जा दिएर चाहिँ अब तपाईँ नेपालको नागरिक हो भन्ने लायकको बनाउनलाई चाहिँ अर्को ठाउँमा सिफ्ट गर्नु राम्रो होइन नेपालको नागरिक त पहिलादेखि नै हो उनीहरू नागरिक त छ नागरिक पाएको भए त आफ्नो घर जमिन किनिहाल्थ्यो नि नागरिक त भएन उनीहरू त फेरि विदेशी भयो नि त उनीहरू त नागरिक त नभएपछि त उनीहरू विदेशी भयो नि अनि त नागरिक त भएको भए त फेरि या रिफ्युजी भन्नु पर्यो अब त्यत्रो भाडा कति भाडा अनि नागरिक त सरी तपाईँको कुरा काटेँ होइन नागरिक त भयो भने भएन भने उनीहरूले कसरी भोट दियो त भोट मिल्दैन नि त भोट हाल्नु मिल्दैन तपाईँको भने नागरिक त भएको मान्छे फेरि जग्गा ठाउँमा जग्गा किन्यो नि त सक्थ्यो होला नि त्यत्रो कमाएको मान्छेले त अनि पैसा हुनु पर्यो ल त्यसको विषय दाइले भन्नु फेरि चाहिँ मैले बुझेँ चाहिँ म तपाईँको पछि यो गएर मान्छे अलिकति एडिट गर्छु पहिला यसो होइन उनीहरूसँग नागरिकता छ उनीहरूसँग नागरिकता छ नागरिकता छ मतलब उनीहरूसँग परिचय पत्र छ उनीहरूसँग परिचय पत्र छ उनीहरूसँग एकदम भोट हाल्न उनीहरूले पाउँदैनन् अनि मैले चाहिँ बुझेसम्म लगभग 25-30 वर्ष जति भयो उनीहरू त्यहाँ बसिरहेको मान्छेहरू जहाँ रोजगार पाउँछ जहाँ काम पाउँछ ती नजिक बस्छ क्या मान्छेहरू अहिले के अरे मानव काठमाडौँमा चाहिँ नि फर इक्जाम्पल 30,000 रुपियाँ स्यालेरी छ अनि तर गाउँमा चाहिँ वर्ष दिनसम्म पुग्न धाउदाउ छ भने मैले मान्छे कहाँ बस्छ मान्छे काठमाडौँ बस्छ अनि के अरे सरी तपाईँको कुरा काटेँ पहिला बालेन्स मेयर हुने बेलामा होइन टुक्ची खोला भन्ने एउटा ठाउँ थियो कि है सुने त्यो ठाउँमा होइन ठुल्ठुलो बिल्डिङ थियो अनि त्यो पनि त्यसमा पनि अब सरकारी जग्गा पऱ्यो होइन खोलामा पऱ्यो होइन है त्यो अहिले नै जग्गामा अनि त्यो जग्गा चाहिँ पास भयो मान्छेलाई त्यो गर्यो होइन अनि त्यसमा चाहिँ सरकारले पास गरेको प्राइभेट मान्छेले दिएको होइन अनि त्यो सरकारमा बस्ने मान्छे चाहिँ को भन्दाखेरि कर्मचारी अनि त्यो कर्मचारीहरूलाई चाहिँ अहिलेसम्म केही कारबाही या केही त्यसलाई उनीहरूलाई मुद्दा किन पर्दैन जहिले पनि कर्मचारीहरू मात्रै सेफ हुन्छ यसको विषयमा चाहिँ के छ ब्युरोक्रेसीमा छ अनि यस अझै मेरो के छ भन्दाखेरि सवाल होइन यसमा चाहिँ के पर्छ भन्दा सरकारलाई मात्रै दोष दिने अनि त्यो बेलाको मन्त्रीलाई दोष दिने होइन तर सबै चिज काम त कर्मचारीले ट्रान्सफर गरेको हुन्छ होइन लेनदेन पनि कर्मचारीले गरेको हुन्छ है अनि त्यो कर होइन कति मतलब करहरू उठाउनु पर्ने उठाउनु पर्ने सबै कर्मचारीले गरेको हुन्छ अनि त्यसलाई स्वीकृति दिने हुन त त्यो सरकारको बेलामा स्वीकृति पायो होइन तर त्यो बनाएको चिठाबिटा चाहिँ सबै कर्मचारी हो नि स्टाम्प पेपर पनि नेपाल सरकारको त्यसमा बकाइदा सबै चिज छ अनि पछि गएर यो सरकारी पर्यो होइन अनि सरकारी पर्यो भन्दा त्यो कर्मचारीलाई थाहा थियो सरकारलाई थाहा थियो अनि किन चाहिँ तपाईँलाई त्यो मान्छेलाई चाहिँ बेचिँदा व्यक्तिगत हिसाबमा त्यसमा चाहिँ किन हरेक वर्ष हरेक टाइम जुनै सरकार आए पनि नि होइन कर्मचारी मात्रै सेफ हुने के ब्युरोक्रेसी मात्रै मतलब उनीहरू चाहिँ केही मिस्टेकै गरेर सबै नेताले गर्यो या सरकारले गर्यो यस दोष चाहिँ किन यो कहिले परिवर्तन हुन्छ कर्मचारी चाहिँ यसको विषयमा चाहिँ के छ केही आइडिया यसको विषयमा चाहिँ यो सरकारले चाहिँ नयाँ कानुन ल्याओस् ताकि जसले जुन कर्मचारीले चाहिँ त्यो पास गरायो त्यो कर्मचारीले कारबाही हुनुपर्छ त्यो क्षतिपूर्ति चाहिँ त्यो कर्मचारी तिर्नुपर्छ त्यो क्षतिपूर्ति उनीहरू लाखौँ रुपियाँ खर्च गरेर त्यो घर बनाएको छ उनीहरूले क्षतिपूर्ति चाहिँ कसले दिने हो अब त्यहाँ त्यो जसले जग्गा पायो उसको मात्रै गल्ती त होइन त्यो कर्मचारी मिल्नुपर्छ त्यो कर्मचारीले पनि त्यो दोषीको भागीदार हुनुपर्छ कर्मचारी नै अब कुन पार्टीको कर्मचारी जसको पनि होस् त्यो कर्मचारी पार्टी भन्ने प्रायः हुँदैन पार्टीमा हुँदैन कर्मचारी भनेको त्यही विभागको कर्मचारी हुन्छ त्यसलाई पनि कारबाही हुनुपर्छ